हेलो साथीहरू, हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा। आज म मस्त यसरी यहाँ घाममा बसिरहेको छु किनभने आज मेरो स्कुल छुट्टीको दिन परेको छ है। किनभने आज सरस्वती पूजा थियो नि त, अनि सरस्वती पूजाको प्रोग्राम त भयो बिहान स्कुलमा। पूजासुजा गरेर आएर घरमा मस्त घाममा बसिरहेको छु। अब आज त घाममा बसेर बिताउनै पर्यो, अरू दिन त बस्न पाइँदैन, स्कुल जानु परिहाल्यो है। अनि यहाँ मेरो मम्मी र आमासँग घाममा मस्त बसिरहेको छु। मेरो आमा आमा हजुर भन्नु न, आमा हजुर भन्नु न। मम्मी मम्मी यता हेरिदिनु न। ल साथीहरू, मेरो यहाँ गोल्डी यसरी सुती पनि रहेछ। म हजुरहरूलाई मेरो गोल्डी देखाउँछु। गोल्डी कान्छी, खै त गोल्डी यता हेरिदियो। गोल्डी ल, गोल्डी त रिसायो भइहाल्छ। के भयो होला गोल्डीलाई? गोल्डी साथीहरू, आज गोल्डी चाहिँ रिसाएर बसेको छ है। म त्योसँग बसेको छैन नि त, खेले होइन, त्यही भएर क्या। अनि अब मम्मी चाहिँ काम गर्न जम 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 भनिरहनु भएको छ। मलाई चाहिँ खासै जानै मन छैन, आज दिनभरि घाममै बसेर बिताउनु मन छ। मम्मी चाहिँ बारीमा नल बाँध्न जम जम भनिरहनु भएको छ क्या। सो अब जानु पनि पर्छ होला साथीहरू है। म बारीमा गएर नल बाँधेको र नल बोकेको पनि भिडियो बनाउँछु। आई होप यु अल विल लाइक इट है त। ल साथीहरू, म चाहिँ आज नल बाँध्न पनि नजाने भयो। नल बाँध्न नजाने भएपछि बोक्न पनि परेन हेर्नुहोस् है साथीहरू। अब अनि म चाहिँ खेतमा जानु लाग्छु पराल लिनलाई। हजुर ल, म चाहिँ अब यहाँ गोल्डीलाई बाई गर्छु। रिसाउँछ यसलाई मैले छोडेर गएँ भनेर। देख्न सक्नुहुन्छ गोल्डी। म त अब खेतमा जान्छु रे गोल्डीलाई छोडेर। गोल्डी एक्लै घरमा बस्छिन्। बाई बाई। ल बाई। यो गोल्डी हो नि त, यो गोल्डी। ल बाई कान्छी। म चाहिँ हिँडेँ साथीहरू पराल लिनलाई। बाई बाई गोल्डी। मेरो मम्मी र म चाहिँ खेतमा पराल लिन जानु लागेको है साथीहरू। यो चाहिँ हाम्रो उता खेतमा जाने बाटो नै यही हो र यहाँको रोड पनि यही हो। अनि यहाँबाट देखिने यो भ्यू हाम्रो गाउँको है, देख्न सक्नुहुन्छ। मेरो मम्मी पनि आउँदै हुनुहुन्छ उताबाट हो साथीहरू। मैले चाहिँ भर्खर भिडियो बनाउनु थालेको छु नि त, 2-3टा मात्र यसरी भिडियोहरू बनाइरहेको छु कि। अनि सो केही मिस्टेक हुनसक्छ, हजुरहरूले इग्नोर गरिदिनु होला। प्लस सजेसन पनि दिनु होला के गर्दा बेटर हुन्छ भनेर है। आई होप पोजिटिभ नै आउँछ सजेसनहरू। यो रातो चाहिँ निधारमा रातो चाहिँ टिका लगाएको कि बिहान स्कुलमा प्रोग्राम थियो नि त आज सरस्वती पूजाको। पूजासुजा यसो गऱ्यो, टिकासिका लगायौँ, प्रसाद खायौँ, आयौँ। अनि खेतमा काम गर्नै हिँड्यो। हाम्रो खेतमा जाने बाटो रोड हेर्न सक्नुहुन्छ साथीहरू है। यस्तो गाउँको बाटो हो नि, यत्तिको त हुन परिहाल्यो नि होइन। यत्तिको भएन भने के गाउँको बाटो हुनु। एउटा गाडी आओस् न यहाँनिर। ओहो हो, यस्तो डेन्जर हुन्छ। ओ तलतिरसम्म पुग्छ क्या धुलो त। बाटो पनि यो खनेर यस्तो अप्ठ्यारो पारेर राखेको छ है। सफा गर्न बाँकी नै छ अरे भनेको सुनेको थिएँ मैले चाहिँ। एक दिन हुन्छ होला, कहिले हुन्छ त्यो चाहिँ थाहा छैन है। यत्रो धेरै भिड खनेर त्यस्तै छोडेर राखेको छ। कमसेकम सफा त गरिदिनुपर्छ चाँडै है। ल यहाँबाट देखिने यस्तै हो, देख्न सक्नुहुन्छ। बाटोको हालत मेन कुरा त ओहो जताततै अप्ठ्यारो नै अप्ठ्यारो, एकदमै डेन्जर पारेर छोडेको छ क्या यहाँनिर। सबतिर यस्तै छ क्या, हेर्नु न यति धेरै यो थुपारेको छ नि। हामीलाई टाइम लाग्छ क्या खेतमा पुग्न, टाढै छ नि त। कम्तीमा पनि 20 देखि 25 मिनट लाग्छ खेतमा जान। खेतमा त के भन्नु, अझ खेतमै पुग्न त 1 घन्टै लाग्छ। टाढा छ क्या हामीलाई चाहिँ, खेतहरू नि यति धेरै टाढा छ। अनि खेती गर्नु पनि गाह्रो हुन्छ नि त, बारीहरू बोक्न पनि यति धेरै टाढा पुऱ्याउँदाखेरि त ओहो। आज त हामी पराल ल्याउने हो नि त है। पराल लिएर आउँछौँ। पराल ल्याउने ठाउँ चाहिँ माथि नै छ, टाढा पुग्नु पर्दैन। टाढा त टाढै हो, भए पनि जति हाम्रो खेतमा पुग्नुपर्छ नि त्यति टाढा चाहिँ छैन, अगाडि नै आउँछ। हामी चाहिँ म चाहिँ ठ्याक्कै यो डाँडामा आइपुगेँ।
एउटा डाँडा, अब त्यो अर्को डाँडा छ अझै है त्यहाँबाट पनि कटेर अझै कति पो टाढा ओहो ओहो खेत हामी त्यो पारेको खेतमा पुग्नुपर्छ साथीहरू धानहरू रोप्न मकैहरू सबै त्यहाँ पुग्नुपर्छ जति नजिक देखिन्छ नि त्यति नजिकै छैन पुरै बाटो घुमेर रोडेर जाँदाखेरि त 1 घन्टा पनि बढी लाग्छ त्यहाँ पुग्दाखेरि त हेर्नुहोस् न साथीहरू यहाँ चाहिँ यो अस्तिको पालि मात्र लगाएको वाल है त्यही पालि नै गइदिरहेको यत्रो ठुलो वाल ओहो लगाएको 15-20 दिन या त 1 महिना जतिमै फेरि पल्टेको क्या यो त जङ्गल जस्तै छ क्या हामी हिँड्ने बाटो चाहिँ खेततिर जाने बाटो यतातिर पनि त्यस्तै छ ठुलै जङ्गल छ क्या यहाँनिर त पहाडहरू पनि देख्न सक्नुहुन्छ कस्तो मजाले देखिरहेको रहेछ वाउ पुरै अफरोड हो क्या यहाँ सबै फिजै भएको छैन अब चाहिँ हुन लाग्छ बल्ल त्यो पनि यहाँनिर होइन यति धेरै धुलो छ नि धुलो माटो के गर्नु यति धेरै हिँड्नै मन लाग्दैन कि यो बाटोमा त खासमा तर के गर्नु हिँडेर सुख पनि छैन काम त गर्नै पऱ्यो घरमा बसेपछि होइन त अघिको डाँडाबाट देखेको नेक्स्ट डाँडा पनि आइपुग्यो लगभग धुलो हेर्न सक्नुहुन्छ यहाँनिर ओह या हेर्न सक्नुहुन्छ तपाईँ पनि हुनुहुन्छ सँगसँगै है एक्लै आएको छैन म मम्मी हो नि त यो डाँडा पनि आइपुग्यो अब यो डाँडा पछि अझै नेक्स्ट बाटो धुलो यहाँ नि उफ यहाँ उफ उफ टाढिङ अब चाहिँ 10 मिनट जतिमा पुग्छौँ होला हामी बल्ल कति टाढा यहाँबाट देखिने चाहिँ यस्तो है देखिन्छ यस्तो भ्यू देखिन्छ यहाँबाट चाहिँ बल्ल यो गाउँमा आइपुग्यौँ हामी अब यो गाउँबाट पनि अझै उतापट्टि भनिरहेको छु मैले अघिदेखि है उफ अघि मैले देखाएको खेत ट्याक्कै पारिपट्टि त्यो देखेको बाटो हुँदै त्यता यता हेर्नुहोस् उतैतिर घुम्नुपर्छ त्यो खेतमा जानको लागि अझ यहाँ बिचमा कति छ कति बाटो ओ त्यो छ नि ठुलो रुख भएको ठाउँमा पुग्नुपर्ने क्या हामी चाहिँ अनि पुग्नु लागेको अवस्था चोप्लाक कराउँदो रहेछ त्यो रुख ठाउँमा पुग्नु नि त हाम्रो गोठहरू त्यहीँ हुन्थ्यो क्या पहिला अहिले त छैन है पहिला जस्तो गाई भैँसीहरू पनि त अहिले पाल्दैन नि त अनि पहिला त धेरै हुन्थ्यो अनि खेतपट्टि नै ल्याएर गोठ बनाएर राखिन्थ्यो क्या यो चाहिँ एउटा गाउँ आउँदैछ यो पनि हाम्रो नजिक नै पर्छ देख्न सक्नुहुन्छ घरहरू पनि बन्दैछ नयाँ है यो भैँमा थ्याच्चै बसेको जस्तो छाप्रो छ नि यो चाहिँ हाम्रो भैँसा लाउनुभन्दा अगाडिको डेरी हो क्या यहाँनिर दुध भरिन्थ्यो अहिले चाहिँ पर सारेको छ र पनि रिपेयर चाहिँ गरेको छैन गर्ने कुरा चाहिँ सुनिरहेको थिएँ मैले कहिले पुरा हुन्छ त्यो पनि थाहा छैन डेन्जर भएको छैन थ्याच्चै र भैँमा बसेको छ क्या तर त राम्रो देखिन्छ उताबाट चाहिँ डेन्जर देखिँदो रहेछ तोरीबारी आलुबारी सबै थरी छ यता चाहिँ अब हामी पुग्न पनि लाग्यौँ खेत तोरीबारी आजभोलि तोरी हुने सिजन हो नि त त्यही भएर जताततै तोरी नै तोरी छ अब हामी पुग्न चाहिँ धेरै टाइम छैन है जस्तै 1-2 मिनटमा पुगिन्छ होला फाइनली साथीहरू म चाहिँ आइपुगेँ यो ठाउँलाई चाहिँ भन्जिङ भन्छ क्या भन्ज्याङ पनि होइन भन्ज्याङ भन्छ यहाँ चाहिँ यहाँको रोडमा चाहिँ ढलान हुनेवालामा छ सो कामहरू सुरु पनि भइरहेछ काम हुँदैछ है र फाइनली म चाहिँ ठ्याक्कै आइपुगेँ यहाँनिर हाम्रो चाहिँ यो एउटा सेन्टर जस्तो ठाउँ छ क्या सबैतिरलाई ठिक्क हुने ल यताबाट पनि गाउँमा पुगिन्छ ल यहाँ चाहिँ एउटा पसल पनि छ क्या यहाँ भन्ज्याङमा आइ पनि पुगिसक्यो अनि मोटु अरू पत्लो कि जोडी हामी मोटुलाई भेटी पनि सकेँ मैले है त र ठ्याक्कै हामी चाहिँ पराल भएको ठाउँमा आइपुग्यौँ हामीले घर लाग्ने पराल यही हो अनि यहाँ देख्न सक्नुहुन्छ एकदमै मजाको तोरीबारी र यहाँ केही घरहरू पनि छन् त्यो तल देखिएको त्यो ब्लू टिन छ नि त्यो चाहिँ हेल्पोस्ट हो क्या
अब यो तलतिर जाने बाटो छ नि, त्यो बाटो हुँदै 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 हामी त्यो हेल्पोस्टमा पनि पुग्छौँ। हेल्पोस्टबाट तलतिर जाने पनि छ, त्यहाँनिर खेतहरू पनि छ क्या, ठ्याक्कै त्यहाँबाट देखिने पारिपट्टि खेतहरू पनि छ। अनि हामी चाहिँ त्यही खेत हेर्न जाँदैछौँ। त्यहाँनिर पनि हामीले पनि तोरी रोपेको छ नि त, अनि तोरी कस्तो भयो भनेर बारीबाट हेर्ने भनेर मम्मी र म चाहिँ हिँड्दैछौँ है। यहाँ पनि देख्न सक्नुहुन्छ आलु मजाको हेल्पोस्ट आइसक्यो। अब त देख्न सक्नुहुन्छ हजुरले। अब हामी चाहिँ यता छेउबाट त्यहाँ पनि हो, त्यही खेततिर पुग्ने बाटो हो है। यहाँ तलतिरबाट चाहिँ पुरै तोरीबारी नै तोरीबारी छ क्या आजभोलि त जता पनि, किनभने तोरीकै सिजन छ नि त। अनि अब हामी हाम्रो खेतमा तोरी कस्तो भयो भनेर हेर्न जान्छौँ। यतातिरबाट मम्मी चाहिँ अगाडि अगाडि हिँडिसक्नु भएको छ, म पनि मम्मीको पछि पछि दौडिरहेको छु है। त्यहाँनिर एउटा वालमा उक्लेर हेर्छौँ क्या, पारी ठ्याक्कै देखिन्छ, त्यो पारी पनि देखाउँछु म तपाईँहरूलाई। अनि हामी खासमा तोरी हेर्न आएको हो नि त, कस्तो भएछ भनेर यहाँबाट उक्लेर देखाउँदैछु। त्यो देखिरहेको त्यो पारीको छ नि त्यो खेत चाहिँ हाम्रो हो। त्यहाँनिर तोरी मजाको भइरहेछ। हामीले चाहिँ हाम्रो खेतको तोरी चाहिँ फुलेको छैन, भर्खर सानै छ, देख्न सक्नुहुन्छ। जङ्गल मुनि छ, तल खोला पनि छ एउटा सानो। अब फाइनल्ली अनि हामीले हाम्रो काम पनि सकायौँ, खेतमा तोरी पनि हेऱ्यौँ। अब बिस्तारै हामी त्यहाँबाट हामी चाहिँ पर लाने हो। अब यसलाई भारिहाल्छौँ है, अनि बोकेर टुई 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 हामी हाम्रो घर जान्छौँ। फाइनली भारी पनि हालिसक्यो। मेरो चाहिँ भारी यही हो, कस्तो बाङ्गो भएको छ, राम्रो पनि कस्तो सानो भएको हो कि बाङ्गो बाङ्गो भएको छ भारी। अब घर कसरी बोकेर लाने हो फेरि, त्यो चाहिँ मम्मीको भारी के। म चाहिँ मम्मीलाई भारी घचार्दै थिएँ क्या अब, अनि बोक्नु त पऱ्यो नि त होइन। अनि घचार्दै थिएँ, मम्मीले पनि बोक्नु पऱ्यो। अब म बोक्छु। अनि बोरा चाहिँ किन राख्यो भने नि त्यो त्यसको भित्रहरू पुरै कपडा भरि लाग्छ नि त, त्यही भएर अनि बोरा चाहिँ ग्याप लगाएको हो क्या हामीले। अब मम्मीले मलाई घचार्दैन हुन्छ होइन। अनि हामी बोकेर भारी घर जान्छौँ, टुई 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 टुई, यति लामो बाटो। मम्मीले चाहिँ मलाई भारी नै बाङ्गो घचारिराख्नु भएको थियो कि, अनि त्यही भएर उठ्नै सकिरहेको थिएन। भारी नै झन् अप्ठ्यारो बाँधेको थियो नि त, अघि नै अप्ठ्यारो भइरहेको थियो, नम्बर सानो भएर। अनि भारी पनि भाङ्गै बाँधेको थियो कि। ल अब चाहिँ हामी घर हिँड्यौँ। ए ल मैले भारी बोकेको, खासै धेरै भारी बोक्ने मान्छे त होइन नि त म। मम्मी यता हेर्दैन त। ल आजको लागि यति नै है त। थ्याङ्क यू फर वाचिङ माई भिडियो, बाई बाई।